यो तस्बिरलाई ध्यान दिएर हेर्नुहोस्। हातमा भएको ब्याग सायद तपाईँलाई लाग्न सक्छ यो त लाखौं पर्ने ब्याग होला। धेरैले सोध्छन् यो ब्यागको मूल्य कति होला, तर सत्य के हो भने यो साधारण पसलमा पाइने नेपालमै बनिएको साधारण ब्याग हो। तस्बिरमा देखिनुभएको व्यक्ति तपाईँले चिन्नुभयो होला। उहाँ हाम्रो देशको रानी हो, तर उहाँको जीवनशैली सधैँ सादगीसँग जोडिएको देखिन्छ। तर आज गणतन्त्रमा के भइरहेको छ भने पद पाउने बित्तिकै छोराछोरी विदेशमा सेटल भइसकेका हुन्छन्। ब्रान्डेड सामान, महँगो र फड्किलो जीवनशैली, अनि जनता त उसको लागि किरा फटेङ्ग्रा जस्तो। प्रश्न राजतन्त्र कि गणतन्त्र भन्ने होइन, प्रश्न हो चरित्र, संस्कार र जिम्मेवारीको। सत्तामा पुग्नु मात्र ठुलो कुरा होइन, जनताको पीडालाई महसुस गर्न सक्नु ठुलो कुरा हो। आलोचना गर्न त सजिलो छ, तर सादगी जीवनलाई अपनाउन धेरै गाह्रो छ। इतिहासलाई भावनाले होइन, इमान्दारीपूर्वक हेर्न सिक्नुपर्छ। सत्ता बदल्न जति गाह्रो छ, संस्कारलाई बचाउन त्योभन्दा पनि गाह्रो छ। यो तस्बिरले एउटा कुरा के सम्झाउँछ भने नेतृत्व पदले होइन, व्यवहारले चिनिने कुरा हो। जसले यो देशलाई माया गर्नुहुन्छ उनीहरूले कमेन्ट अवश्य गर्नुहोस्।